नमस्ते, स्वागत छ तपाईहरुलाई आजको यो भिडियोमा। आज चाहिँ म हाम्रो बारीहरुमा देखिने एउटा समस्या भनौं न, यो चाहिँ उसमा पनि देखिन्छ, काउली बन्दा ब्रोकाउलीहरुमा पनि देखिन्छ र यो रायोहरुमा पनि देखिन्छ। त्यो चाहिँ देखाउँछु ल। म चाहिँ आज यसरी यो रायोको बारीमा छु। ठ्याक्कै एउटा बिरुवा छेउैमा भएको बिरुवामा चाहिँ यस्तो देखे हो मैले। हेर्नुस् त, यो चाहिँ यसलाई चाहिँ क्लब रुट भन्छ हो। यसलाई यो चाहिँ माटोको कारणले गर्दा लाग्छ भनौं न। यसमा प्लाज्मोडियोफोरा भन्ने एउटा त्यो कजेल अर्गानिजमले गर्दा लाग्छ। यसमा चाहिँ यो चाहिँ हाम्रो लो पीएचमा चाहिँ धेरै लाग्छ। भन्नुको मतलब पीएच कम भएको ठाउँमा चाहिँ यस्तो देखिन्छ। यसको लक्षणहरु चाहिँ कस्तो हुन्छ भन्दाखेरि, अब सुक्खा भयो भनेपछि, सुक्खा अथवा पानी सिँचाइ पाएन भने चाहिँ यसरी बिरुवाहरु ओइलाउने हैन, अनि देखिन्छ। अनि यसको मुनि चाहिँ यस्तो गाँठाहरु हुन्छ। यो गाँठा भइसकेपछि अब जरा छैन, जराले न्युट्रिएन्टहरु लिन पाउँदैन, अनि त्यही भएर चाहिँ उत्पादनमा एकदम धेरै उत्पादन कम्ती हुन्छ भनौं न। यसले गर्दा बिस्तारै यो बिरुवाहरु चाहिँ मर्दै जान्छ। मरिसकेपछि उत्पादन कम्ती हुन्छ। यसको नियन्त्रण हामीले कसरी गर्न सक्छौं भन्दाखेरि, त्यसमा चाहिँ हामीले यस्तो गर्न सक्छौं। एउटा चाहिँ हामीले पीएच मान चाहिँ सन्तुलन राख्नु पर्यो, 5.6 अथवा 6 त्यसरी सन्तुलनमा राख्नु पर्यो। त्यसको लागि चाहिँ हामीले कृषि चुनहरु प्रयोग गर्नु पर्यो। कृषि चुन प्रयोग गर्नुभन्दा पहिला माटो परीक्षण गर्नु पर्यो, त्यो भयो। अनि अर्को कुरा चाहिँ हामीले यो एउटा जस्तै आज रायो लाउँदै छौं भने अर्को पटक रायो अथवा यही फ्यामिलीको बिरुवाहरु चाहिँ रोप्नु भएन। काउली रोपेको ठाउँमा काउली, रायो रोपेको ठाउँमा रायो रोप्यो भने चाहिँ अब यो क्लब रुटको त्यो अर्गानिजमहरु चाहिँ यतै बस्छ नि त। त्यही भएर हुन्छ यो पनि। यसमा पनि यस्तो छ। यो चाहिँ क्लब रुट त्यही अघि ओइलाको छ नि त। यो अघि घाम, अहिले त घाम छैन, त्यस्तो घामले ओइलाको छ। यस्तो छ, यस्तो भयो हैन। अनि त्यसको लागि